एउटा क्वेसन चाहिँ यहाँ हेर्न सक्छौँ हामीले है क्वेसन हेर्न सक्छौँ क्वेसन चाहिँ dy बाई dx यसको अब डिफरेन्शियल इक्वेसनमा चाहिँ हामीले लगभग 3-4 वटा चाहिँ के पढ्नुपर्छ त टाइप्सहरू पढ्नुपर्छ टाइप्सहरू पढ्नै पर्छ तर त्यो टाइप्सहरूमा चाहिँ हामीले चाहिँ अब कुन टाइप्स हो भनेर चाहिँ अहिले थाहा छैन हामीलाई हैन सो त्यही भएर चाहिँ नर्मल अब हेरौँ कसरी छुट्याउन सकिन्छ के कसो छ वा तपाईहरुले मेरो पुरानो भिडियोहरु पनि हेर्न सक्नुहुन्छ हो ल अब हेरौँ है dy बाई dx जस्ताको त्यस्तै सारे मैले इक्वल्स टु अब 1 प्लस cos 2y हामीलाई थाहा छ नि हामीलाई के थाहा छ भने cos 2y इक्वल्स टु यदि cos को टर्ममा लेख्ने हो भने है तपाईहरुलाई जस्तो सजिलो हुन्छ त्यस्तै फर्ममा लगाउन पाउनुहुन्न यहाँ किनभने हाम्रो यो क्वेशनमा हेर्नु है 1 प्लस cos 2y छ 1 प्लस cos 2y अब हाम्रो मेन फर्मुला cos 2y को भनेको cos 2y cos स्क्वायर y माइनस sin स्क्वायर y हुन्छ हो अब हामीले यसलाई sin को टर्ममा लेख्ने हो भने sin को टर्ममा लेख्ने हो भने cos स्क्वायर y भनेको त 1 माइनस sin स्क्वायर y माइनस sin स्क्वायर y हुन्छ अनि अर्थात कि 1 माइनस कति आउने रहेछ त 2 sin स्क्वायर y आउने रहेछ अब हाम्रो cos 2y र 1 लाई एक ठाउँमा राखिएको छ भने हामीले यो माइनस 2y लाई यता पठाइदियौ है सो 2 sin स्क्वायर y इक्वल्स टु 1 माइनस cos 2y हो cos 2y हुने भयो हाम्रो के को टर्ममा त sin को टर्ममा यो आउने भयो याद गर्नु होला है याद गर्नु होला हजुरले यो फर्मुला यो याद गर्नु होला त्यस्तै गरी अब हामीले cos 2y लाई sin को टर्ममा लेख्ने हो भने सरी cos को टर्ममा लेख्ने हो भने हाम्रो के हुन्छ त भने अब हामीले cos को टर्ममा राख्नु छ भने cos लाई जस्ताको त्यस्तै राखौं cos स्क्वायर y हो माइनस sin स्क्वायर y अब के हुन्छ त भन्दाखेरि 1 माइनस cos स्क्वायर y हो तर यो माइनस टर्मले गर्दाखेरि हाम्रो ब्र्याकेट साइन चेन्ज हुन्छ नि त त्यही भएर हामी जस्ताको त्यस्तै राख्छौं सो cos स्क्वायर y माइनस 1 माइनस माइनस प्लस cos स्क्वायर y हुने हो अब हामीले यो भनेको cos 2y भइगयो अब cos 2y इक्वल्स टु अब हेर त 2 cos स्क्वायर y माइनस 1 हुने भयो फेरि अब हामीले sin र cos लाई एक ठाउँमा राख्ने हो भने 2 cos स्क्वायर y यसलाई चाहिँ हामीले यता पठाइदिनु पर्यो हैन यता पठाइदिनु पर्यो सो cos 2y प्लस 1 हुने रहेछ है अब यहाँ x अब यो x y जेसुकै होस् हैन हामीले मतलब गर्नु भएन मतलब गर्नु भएन हामीले है मतलब गर्नु भएन अब हाम्रो y छ भने अब x छ भने x राख्छौं y छ भने y राख्छौं है त याद गर्नु होला यो फर्मुला ल मैले साइडमा पनि राखिदिने छु ल हेरौँ त अलिकता यसको साइज बढाउँ ल अब हामीले गर्न सक्छौं यहाँ छ क्वेशन हाम्रो है मैले चाहिँ फेरि यहाँ लेखे dy बाइ dx हुने भयो हो अब 2 sin 1 माइनस cos 2y हाम्रो माथि के छ त 1 प्लस cos 2y छ हो यो वाला हामीले युज गर्न पाउने भयौं यो वाला हेर्न सक्नुहुन्छ सो के रहेछ त भन्दाखेरि त्यो भनेको के रहेछ त भन्दाखेरि 2 cos स्क्वायर y रहेछ हो डिवाइड बाइ 1 माइनस cos 2y भनेको यहाँ छ x y को ठाउँमा हामीले x पनि राख्न सक्छौं त्यही भएर हामीले के गर्न सक्यौं त भन्दाखेरि 2 sin स्क्वायर x लेख्न पायौं अब यो 2 क्यान्सल गर्दियौ 2 क्यान्सल गर्दियौ dy बाइ dx आयो हो यो भनेको cos स्क्वायर y बाइ sin स्क्वायर x अब मेन कुरो सबैमा काम लाग्ने कुरो म भनिदिन्छु के हो भने हजुरहरूले यो dy र dx टर्मलाई चाहिँ कहिल्यै पनि यसरी 1/dy हो वा 1/dx फर्ममा लेख्न पाउनुहुन्न के यसरी लेख्न पाउनुहुन्न सो त्यही भएर चाहिँ हामीले अब यो dx त डिभाइड फर्ममा छ भनेपछि हामीले
यसलाई मल्टिप्लाई फर्ममा लानु पर्यो र यो cos स्क्वायर y लाई चाहिँ हामीले यो साइड ल्याउनु पर्यो किनभने हामीले यो dy छ नि हामीले dy भनेको चाहिँ y को रेस्पेक्टमा डेरिभेटिभ गर्नु भनेको हो त्यही भएर हामीलाई y भेरिएबल नै चाहिन्छ यहाँ y भेरिएबल चाहिन्छ हो y भेरिएबल चाहिन्छ अनि dx को ठाउँमा चाहिँ हामीले के चाहिन्छ त x भेरिएबल चाहिन्छ त्यही भएर चाहिँ हामीले dy बाइ यहाँ हामीले cos स्क्वायर y लाई लेख्छौं भने यो dx है dx बाइ हामीले के लेख्छौं त sin स्क्वायर x लेख्छौं हो अब cos स्क्वायर y लाई हामीले उल्टाइदिउँ के हुन्छ त cos को sec स्क्वायर y हुन्छ हो sec स्क्वायर y dy हुन्छ इक्वल्स टु हाम्रो sin स्क्वायर x भनेको के हुन्छ त cos sec स्क्वायर x dx हुने भयो हो अब हामीले के गर्ने त भन्दाखेरि इन्टिग्रेट गर्नु पर्यो त्यो इन्टिग्रेट गर्दाखेरि हेरौँ है sec स्क्वायर y dy इक्वल्स टु इंटीग्रेशन cos sec स्क्वायर x र यो dx हुने भयो अब sec स्क्वायर y को इंटीग्रेशन के हुन्छ होला त भन्दाखेरि के हुन्छ त sec स्क्वायर y को इंटीग्रेशन भन्दाखेरि tan हुन्छ हो के हुन्छ हामीले केही माइनस साइन पनि छुट्याएको जस्तो लाग्यो यहाँ एकचोटी हेरौँ ल क्वेशन ओके छैन हामीले छुट्याएको केही पनि ल सो sec स्क्वायर y भनेको चाहिँ हाम्रो के हुने भयो त भन्दाखेरि tan हुने भयो हो tan y हुने भयो हो अब इक्वल्स टु sec स्क्वायर x को त हाम्रो के हुन्छ त माइनस cot x हुन्छ हो माइनस के हुन्छ cot x हुन्छ माइनस cot x हुन्छ अनि एउटा प्लस एउटा c कन्स्ट्यान्ट थप्नु पर्यो हजुरहरुले सो c भनेको चाहिँ इन्टिग्रेसन कन्स्ट्यान्ट हो सो हामीले यसलाई अब एक ठाउँमा राख्ने हो भने tan y प्लस cot x इक्वल्स टु c यसरी चाहिँ हामीले के गर्न सक्छौं त भन्दाखेरि आन्सर निकाल्न सक्छौं है त यसरी हामीले आन्सर निकाल्न सक्छौं है त सो अर्को अझ एउटा सिम्पल क्वेशन हेरौँ हामी यो dx टर्म केमा भयो त भन्दाखेरि 1 प्लस x स्क्वायर डिवाइड फर्ममा हो यसलाई हामीले अब उता पठाइदिउँ यसलाई यता पठाइदिउँ भने त मल्टिप्लाई फर्ममा आउने भयो dx हुने भयो हैन डिवाइड फर्मबाट हट्यो हैन अब हेर त यो dy को टर्ममा x को टर्म छ हामीले यसलाई इन्टिग्रेसन गर्न सक्छौं सक्दैनौं नि त त्यही भएर यसलाई पनि यता पठाइदिउँ अब एकैचोटी गर्न सक्थे मैले हैन एकैचोटी गर्न सक्थे तर हजुरले बुझ्नु हुँदैन भनेर मैले चाहिँ यसो गरेको है त सो dy इक्वल्स टु dx बाइ 1 प्लस x स्क्वायर हुन्छ हो अब हामीले चाहिँ 1 प्लस x स्क्वायर को चाहिँ फर्मुला अलरेडी पढेर आएको हुन्छौं हो हामीले अगाडि सुरुको च्याप्टरबाट गरेर आएको हुन्छौं यसलाई इन्टिग्रेट गरौँ पहिला त यसलाई के गरौँ त इन्टिग्रेट गरौँ इन्टिग्रेटिङ अन बोथ साइड हो बोथ साइड भनेपछि इन्टिग्रेसन dy इक्वल्स टु इन्टिग्रेसन dx बाइ 1 प्लस x स्क्वायर हुने भयो अब यो भनेको अब यहाँ केही पनि छैन भनेको मतलब यहाँ 1 छ 1 को इन्टिग्रेसन के हुन्छ त भन्दाखेरि y हुन्छ है अब 2 हुन्छ भने 2y हुन्छ हो त्यस्तै गरी अब यहाँ यसको त फर्मुला हुन्छ हाम्रो है यसको के हुन्छ रे फर्मुला हुन्छ जुन हामी अगाडि च्याप्टरमा पढ्छौं यो फर्मुला चाहिँ यसको डेरिभेसन गर्नुपर्छ हामीले हो त्यसको लागि अहिले हामी टेन्सन नलिगौँ यो डेमो क्लास हो त्यही भएर चाहिँ यसको के हुन्छ त भन्दाखेरि tan इन्भर्स x प्लस c हुन्छ भनेर यसरी हामीले के गर्न पायौं त यसरी आन्सर निकाल्न पायौं यो फर्मुला है कहाँबाट आयो त भन्दाखेरि फर्मुलाबाट आयो भनेर बुझ्नु पर्यो र हामीले ल